ओहो हो, अब त न्यायाधीश पार्टीका कोटाबाट भर्ती भएका न्यायाधीशहरूले मुखमा मास्क लगाएर अनुहार छोपेर हिँड्नुपर्ने अवस्था आयो। अब जनताको जनअदालत जागिसक्यो। नेकपा बहुमतका कार्यकर्ताले कार्यालयमै गएर कालो मोसो दल दिए खुसीराम थारूलाई। जनताको कर खाने, जनताको विरुद्धमा फैसला गर्ने किन दले त भन्दाखेरि उनले अस्ति जेठ 14 गते अफ्ताब आलमलाई सफाई दिएका थिए, जुन रौतहट जिल्ला अदालतले उनलाई जन्म कैदको सजाय सुनाएको थियो। जन्म कैदको सजाय सुनाइसकेपछि 23-24 जना इटा भट्टामा हालेर जलाएको यो चर्चिँदै छ। जलाएको कुरालाई केही पनि प्रमाण भेटिएन, केही पनि भेटिएन भन्दै यी न्यायाधीश खुसीराम थारूले सफाई दिएका थिए। सफाई दिएपछि कसैले चित्तै बुझेकै थिएन, सामाजिक सञ्जाललाई मान्छेलाई कसैले बुझेको थिएन। यसैगरी नेकपा बहुमतका कार्यकर्ता सबैजनाले आज उनलाई सलाम ठोकेका छन्। सामाजिक सञ्जालमा कोही पनि उनको विपक्षमा छैन। अझ फोटो चाहियो, हेर्नु पर्यो, ती कसले कालो मोसो दलेका हुन् भन्ने मान्छेले खोजिरहेका पनि छन्। अब यसरी जे पायो त्यही निर्णय आफू खुसी गर्न पाउने पहिला जस्तो नेपाल रहेन। नेपालका मान्छेहरू बलिए भन्ने कुरा यसले देखियो। यदि न्यायाधीशले न्याय दिएनन् भने जनताको जनअदालतले न्याय दिन्छ, यो कुरा ख्याल गर्नुपर्ने देखियो।